कहाँ हो? गुण्डाहरू त अब निकाल्नु हुँदैछ हैन त सडकमा गुण्डाहरू निकाल्नु हुँदैछ सडकमा अब मङ्सिर 6 गते गुण्डाहरू दादागिरीहरू निकाल्ने होला नि तपाईहरुले त्यसो भए निकाल्ने होला नि त अहिले यो टेलिभिजनमा तपाई गुण्डा हो हैन यो टेलिभिजनमा तपाईं गुण्डा हो अब एमालेका कार्यकर्ताहरू एमालेको कार्यकर्तालाई गुण्डा भन्ने हो भने तपाई पत्रकारलाई गुण्डा किन नभन्ने आफ्नो सुरक्षा आफूले नगर्ने हो भने कसले गर्छ छाती फुलाएर जनताको आँगनमा हिँड्न सक्ने अवस्था छैन अहिले मै अहिले हिँड्दै छु गोली हानेको छ मारेको छ हत्या गरेको छ हैन यो सरकारले पछिल्लो सरकारले त्यो भन्दा ठूलो अपराध के हुन्छ तपाईको नजरमा होला छानबिन होस् न देखिएको कुरा पनि छानबिन हुनुपर्छ सर किन हुँदैन लाज लाग्दैन तपाईहरुलाई लाज लाग्ने देख्न साथ चाहिँ यो अपराध हो भन्नेलाई लाज लाग्नु पर्ने लाज शरम ढाक्न खोजे लाज शरम होइन तपाईले अहिले 70 वटा जिल्ला भन्दा बढी भाडामा किनेका कार्यकर्तालाई सडकमा उतारेर लाज छोपिन्छ तपाईले भाडामा पठाइदिएको हो तपाईले पैसा लिएर पठाइदिएको हो खाली केपी शर्मा उले बोकेर हिँड्नु भएको छ हनुमान सर बोकेर हिँड्नु भएको छ पार्टी महाधिवेशनमा देशभरिबाट आएको प्रतिनिधिले नेतृत्वलाई चुन्ने हो नेता रोज दिने तपाईले हो एबी न्यूज टेलिभिजनले हो के एमालेको कार्यकर्ताले रोज्ने हो एमालेको प्रतिनिधिले रोज्ने कार्यकर्ताले भटाभट पार्टी छोडेर अर्को पार्टीतिर लागिसके तपाईहरु अझै कार्यकर्ताकै ध्वस दिइराख्नु भएको छ बिहान उठ्न साथ एमालेलाई गाली गर्नुपर्ने नसुतुन्जेल एमालेलाई गाली गर्नुपर्ने सबैभन्दा प्रायश्चित नगर्ने पनि एमाले गल्ती गर्ने पनि एमाले हैन यत्रो लामो समयसम्म एमाले चलाउने पनि एमाले जेनजी आन्दोलन हुँदा देशको नेतृत्व गर्ने पनि एमालेको गर्ने गाली एमालेको शक्ति वरिपरि नाच्ने भन्नुस् न रुष्ट युवाहरूलाई समेट्न नसक्ने पार्टी तपाईको हो अनि कार्यकर्ताको ध्वस पेटेर हुन्छ अन्तर्गत यो पाँचवटै एउटा बराबर छैन सुन्नुस् बराबर छैन पार्टी भित्र अहिले विरोध हेर्नुस् योगेश भट्टराईले सामना गर्न तयार छौं 6 महिना भित्रै चुनाव गर्छु भनेर बंगलादेशले कति महिना भयो चुनाव नभएको डीप स्टेटको अभ्यास भएको छ त्यसलाई प्रमाणित गर्न सक्नुहुन्छ प्रमाणित त गर्नुस् न प्रमाणित तपाईहरुले भने हैन कांग्रेस र एमालेको गठबन्धन हुँदाखेरि कुनै बाहिरी शक्तिको पनि हात छैन यो त नेपालीले बनाएको सरकार हो भने हैन गठबन्धन त्यो गठबन्धन नेपालीले बनाएकै हो तपाईले बंगलादेशको उदाहरण त दिनुभयो तर बंगलादेशको शेख हसिनालाई पूर्व प्रधानमन्त्रीलाई मृत्युदण्ड सुनाइएको छ कठघरमा आउनु पर्ने हो त्यहाँको अदालतले फैसला गर्नुपर्ने हो नेपालमा अपराध भएको छ भने नेपालको अदालतले फैसला गर्ने हो कानुनी कठघरमा आउन डराउनु भएको छ नि तपाई कानुनी कठघरमा हामी डराएकै छैनौं कहिल्यै डराले हलिमुहाली गरेर बसिराख्नु भएको छ नि अहिलेको अन्तरिम सरकारले सम्पत्ति शुद्धिकरण थालिसकेको छ राम्रो त्यसमा तपाईहरु राम्रो हामीले छानबिनमा तपाईहरुको कुनै पनि अपराध छ तपाईहरुको मनमा कुनै पनि ठोक्या छैन संविधानको उल्लङ्घन कति पटक गर्नुभयो बिर्सिनु भयो संविधान हामीले संविधानको विपरीत कतिवटा नियुक्तिहरू गर्नुभयो हामीले जुन नियुक्ति भएको छ भने कसरी विघटन भएको छ भने त्यसलाई हामीले हरेक क्षेत्रमा संविधानको हरेक क्षेत्र व्याख्याता सर्वोच्च अदालत राजनीतिक तन्त्र लगेर र निर्णयकर्ता भएकोले गर्दा त्यसको परिणाम आज नेपालले भोगिरहेछ र जितेकोलाई फेरि पनि कसरी जितेर आउनुभयो भने सोध्नु होला जो चोर उसकै ठुलो चोर भने जस्तो फेरि मङ्सिर 6 गते सडक तताउने तपाईहरुले अब देशलाई अब गृह युद्धतिर लान खोजे तपाईहरु हामीले शान्तिपूर्वक मङ्सिर 6 गते मचाउनु सबले अब एमाले छोडेर ओलीको यो निरङ्कुशतावादी योबाट चाहिँ नि आजित भएर सबले पार्टी छोडेर नेपाली कम्युनिस्ट पार्टीमा आउँछन् अनि किन सिंह हाल्दै जानु भएको छ त टाउको हाल्दै जानु भएको छ तपाईहरुले हाल्न सक्नु रावण जस्तै 10 टाउके बनाउनु भएको छ अब 12 टाउके बनाउनुहुन्छ फल त आइहाल्यो नि आज चाहिँ एउटा कुरा चाहिँ मनदेखि स्वीकार दिनुस् न त तपाईले हामी असफल भके हो भन्दिनुस् नभएको कुरा चाहिँ जबरजस्ती स्वीकार गर्नुपर्ने असफल हुनु भएको छ कमजोरी छन् भने कमजोरी सच्याउँछौ छ भने हैन छ भन्नुस् न समस्या भएका कमजोरीमा हामी सच्याएर अगाडि बढ्छौं कमजोरी नै छैन भन्नुहुन्छ तपाईहरु जेनजी आन्दोलनमा त सत्तामा हुनुहुन्थ्यो प्रधानमन्त्री केपी शर्मा ओलीज्यू हुनुहुन्थ्यो केपी शर्मा ओलीज्यूको ठाउँमा रवि लामी छाने अथवा कोही पात्र अर्को पार्टीको पात्र भइदिएको भएदेखि तपाईहरुले के बोल्नुहुन्छ होला है हामी जहिले पनि के बोल्नुहुन्छ होला भन्नुस् त सम्झिनुस् न कानुनी कुरा बोल्छौं त्यतिखेर तपाईहरुको बोली फुट्यो नि
कानुनी कुरा बोल्छौँ, कुरा गर्नुहुन्थ्यो। अपराध छ भने अपराध भन्छौँ हैन, तर निर्णय गर्नुपर्नेले गर्नुपर्छ भनेर निर्णय गर्नुपर्नेले कानुनका कुरा गर्नुहुन्थ्यो। कानुनकै कुरा गर्छौँ। पर्दा चाहिँ आफ्नो जिम्मेवारी हुँदा चाहिँ आँखामा पट्टी बाँधेर अन्धो भएर एकहोरो गोली चल्नु भन्दा नि गोली हान्नु, हत्या गर्नु, हान्नेलाई दण्डित गर्ने। स्कुलको ड्रेसमा आएका विद्यार्थीहरूको हत्या गर्नु गल्ती हो भनेर भन्नुहोस् न। स्कुलको ड्रेसमा आएका विद्यार्थीहरूलाई चाहिँ जसले ताकी हत्या गर्यो त्यसलाई दण्डित गर्नुपर्छ। आदेश दिनेलाई पनि दण्डित गर्नुपर्छ भन्नुहोस् त। सक्नुहुन्छ? वैधानिक रूपमा आदेश दिनेलाई दण्डित गर्नुपर्छ। वैधानिक रूपमा आदेश दिनेलाई दण्डित गर्नुपर्छ भन्छु।